सावधान, के तपाईँ लाली वा करेन्ट चाउचाउ खानुहुन्छ? यदि खानुहुन्छ भने आजैदेखि होसियार। तपाईँले स्वाद मानी मानी खाइरहेको त्यो आकर्षक प्याकेट कतै तपाईँको शरीर सिद्धाउने अदृश्य धराप त बनिरहेको छैन? के तपाईँलाई थाहा छ तपाईँले आफ्ना साना बालबालिकालाई खुसी पार्न खाइरहेको त्यो चिज भित्र शरीरलाई भित्र बिगार्ने खराब तत्त्व प्याक गरिएको हुन सक्छ? तपाईँको एउटा सानो हेलचाक्राइले तपाईँको पुरै परिवारलाई अस्पतालको बेडसम्म पुर्याउन मात्र होइन, जीवनभरका लागि कलेजो र मुटुको रोगी बनाउन सक्छ। आज तपाईँको भान्सामा लुकेर बसेको त्यो प्याकेटको डरलाग्दो वास्तविकता सुन्नुभयो भने तपाईँको होस उड्न सक्छ। त्यसैले आफ्नो परिवार र आफन्तलाई जोगाउन यो जानकारी तुरुन्तै सेयर गर्नुहोला, ताकि कसैले पनि झुकिएर आफ्नो स्वास्थ्यमाथि यस्तो खेलवाड नगरोस्। बजारमा अत्याधिक बिक्री भइरहेका यी दुई चर्चित ब्रान्डका चाउचाउमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक तत्त्व फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको कडा प्रयोगशाला परीक्षणमा लाली र करेन्ट नामक चाउचाउमा पूर्ण रूपमा गुणस्तरहीन, दूषित र खान अयोग्य रहेको खुलासा गरिएको छ। यी उत्पादनमा प्रयोग भएको तेलमा एसिड भ्यालु सरकारले तोकेको मापदण्ड भन्दा निकै बढी भेटिएपछि यसलाई तत्कालै बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको छ। रूपन्देहीको तिलोतमा स्थित यशोदा फुड्सले उत्पादन गरेका यी ब्याचका सामानहरूले कानूनको धज्जी उडाउँदै जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पुष्टि भएको छ। यो केवल एउटा सानो गल्ती होइन, बरु हाम्रो जीवनमाथि गरिएको सिधै प्रहार हो भनेर अहिले जनता आक्रोशित भएका छन्। 50 ग्रामको लाली चाउचाउको ब्याच नम्बर 02A र 100 ग्रामको करेन्ट नुडल्सको ब्याच नम्बर 04A अब तपाईँको भान्सामा देखिनु भनेको सिधै कडा रोकलाई घरभित्र निम्ता दिनु हो। विभागले यी सामान बिक्री गर्नेलाई कडा कारबाही गर्ने चेतावनी त दिएको छ, तर के तपाईँको शरीरभित्र पसिसकेको त्यो खराब तेलको असर अब फिर्ता हुन सक्छ? नाफाका लागि तपाईँको रगतमा रसायन मिसाउने र बालबालिकाको भविष्यसँग खेल्ने कम्पनीलाई अब के साधारण जरिवानाले मात्र पुग्ला? अब सोच्ने पालो तपाईँको हो। यदि तपाईँले अहिले नै सचेत भएर यस्ता गुणस्तरहीन उत्पादनलाई बहिष्कार गर्नु भएन र आफ्नै भान्सामा रहेका ती प्याकेटहरू तत्काल नष्ट गर्नु भएन भने भोलि तपाईँको औषधिको बिल र अस्पतालको खर्च तपाईँको जीवनभरको कमाई भन्दा ठुलो हुने निश्चित छ। के तपाईँ आफ्ना सन्तानको सुन्दर भविष्य र आफ्नै अमूल्य जीवनलाई केही बेरको स्वादका लागि यसरी नै जोखिमको भुमरीमा थपिरहनुहुन्छ? सोच्नुहोस् त, अब तपाईँका साना बालबालिकाले भोक लाग्यो भन्दै चाउचाउ माग्छन्। के तपाईँ उनीहरूलाई मायाको बदलामा यही खराब तेलमा तारेको प्याकेट दिएर रोगको बिउ रोप्दै हुनुहुन्छ? सरकारले त बजारबाट हटाउन आदेश दियो र कारबाहीको कुरा पनि गर्यो, तर के सरकार तपाईँको घर घरमा आएर तपाईँको परिवारलाई जोगाउन सक्छ? सक्दैन। आफ्नो परिवारलाई यस्तो गम्भीर खतराबाट जोगाउन अब तपाईँ आफै सचेत र तयार हुनुपर्छ। याद राख्नुहोस्, बजारमा पाइने हरेक चम्किलो र आकर्षक प्याकेट स्वास्थ्यका लागि फाइदाजनक नहुन सक्छ। तपाईँको एउटा सानो हेलचक्राइ र आलस्यले भोलि अस्पतालको बेडमा छटपटाउने र महँगो उपचारको मारमा पर्ने पालो तपाईँकै हुन सक्छ। के तपाईँ आफ्नो पसिनाको कमाई अस्पतालको बिल तिर्दैमा सिद्धाउन चाहनुहुन्छ? पक्कै पनि चाहनुहुन्न। त्यसैले अब मौन बस्ने समय छैन। यस्ता लापरवाही र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने कम्पनी विरुद्ध सचेत रहनुहोस् र खबरदारी गर्नुहोस्। तपाईँको स्वास्थ्य तपाईँको अधिकार हो, यसलाई व्यापार साधन बन्न नदिनुहोस्। त्यसैले आजैबाट करेन्ट चाउचाउ र लाली चाउचाउका ब्याच नम्बर 02A र 04A लाई अब खानै छाडिदिनुहोस्।